एक समयको कुरा हो जहाँ एक विशाल जङ्गलको बीचमा एक रहस्यमय राज्य अमारिस अवस्थित थियो, जुन राज्य चारैतिर उचाइका रुखहरूले घेरिएको थियो, जसले पुराना गुप्त कुरा बताउँथे। एक बहसिरहेको नदी जसले चाँदी जस्तो चमकिरहेको थियो चन्द्रमाको प्रकाशमा, र एक सानो गाउँ जुन राज्यको सिमानामा शान्तिपूर्ण रूपमा बसेको थियो। यो भूमि शान्ति र रहस्यको भूमि थियो। राज्य सधैँको लागि एक बुद्धिमान र न्यायप्रिय राजाले शासित गरेको थियो, तर अहिले राजगद्दीको लागि प्रतिस्पर्धा चलिरहेको थियो। राजाको 3 पुत्रहरू जसले गद्दीका लागि प्रतिस्पर्धा गर्दै थिए, प्रत्येक दिनको साथ खतरनाक प्रतिस्पर्धामा फस्दै गएका थिए। यो प्रतिस्पर्धा मात्र बुद्धिमानी वा शक्तिको थिएन, यो प्रमाणित गर्ने कुरा थियो कि को आफ्नो राज्यको सबैभन्दा खतरनाक चुनौतीलाई जित्न सक्छ। प्रत्येक राजकुमारलाई राज्यको विभिन्न भागमा शासन गर्नको आदेश दिइएको थियो। पहिलो राजकुमारलाई जङ्गलको विजय गर्न पठाइएको थियो, जहाँ जङ्गली जनावरहरू घुमिरहेका थिए र अँध्यारो रहस्यहरू लुकेका थिए। दोस्रो राजकुमारलाई गाउँको सुरक्षा र समृद्धिको सुनिश्चित गर्न पठाइएको थियो, जहाँ अकाल र पिउने पानीको अभाव सधैँ मानिसहरूको जीवनलाई धम्की दिन्थ्यो। तेस्रो राजकुमारलाई नदीको शासन गर्न पठाइएको थियो। यो एक खतरनाक नदी थियो जुन तीव्र धारा र पुराना किंवदन्तीहरूसँग भरिएको थियो। तीनै राजकुमारहरूको बीचमा प्रिन्सेस एलाराको रहेको थिइन्, जो राजाकी सबैभन्दा कान्छी र सबैभन्दा सुन्दर छोरी थिइन्। उनी सबैद्वारा प्रशंसा गरिएको थिइन्, तर उनी आफ्नो उग्र स्वभावका कारण पनि चिनिन्थिन्। जबकि उनका भाइहरू कडा प्रतिस्पर्धामा थिए, उनी प्राय हराएको जङ्गलको किनारामा घुम्दै रमाइलो र साहसिकताको सपना देख्थिन्। तर उसका सपनाहरू एक अनपेक्षित मोडमा जान लागेको थियो। एक दिन जब एलारा जङ्गलको सिमानामा घुम्दै थिइन्, उनले एक प्राचीन सन्तलाई भेटिन् जो एकान्तमा बस्दै थिए। त्यो सन्त राज्यमा सम्मान र डर दुवैको पात्र थिइन्। उनको आँखाहरू यति गहिरो थिए कि ती प्रत्येक व्यक्तिको आत्माभित्रको कुरा देख्न सक्छन्। एलारा, जसको मन धेरै जिज्ञासु थियो, बिना विचारले सन्तको नजिक गई, यो थाहा नपाउँदै कि ती महिलाको जादुले वा त शुभ काम ल्याउने थियो वा उपद्रव। राजकुमारी, तिमी अनजान बाटोमा हिँड्दैछौ, सन्तले रहस्यमय रूपमा भने। तिमीले जे खोज्छौ त्यसमा ध्यान राख्नुपर्छ, कहिलेकाहीँ एक चाहनाले सापमा रूप लिन्छ। तर एलाराले सन्तका शब्दहरूमा चासो देखाउँदै भनिन्, के भइहाल्छ यदि म आफ्नो राज्यको मद्दत गर्न चाहन्छु? के म चाहन्छु कि मेरो भाइहरूले चुनौतीमा विजय प्राप्त गरोस्? सन्तको अनुहार अनकन्तार रूपमा फेरियो। तिमी जवान र अनियन्त्रित छौ। एक सिंहासन सजिलैसँग जित्न सकिँदैन र शक्ति प्राप्तिको चाहनाले कहिलेकाहीँ सबैभन्दा पवित्र हृदयलाई अन्धा बनाउँछ। यससँगै उनले आफ्नो हात उठाइन् र एक पुरानो जादु बोलेर केही भनिन्। एलारा कुनै प्रतिक्रिया दिनुभन्दा पहिले नै हावा भारी भयो र एकाएक उसको शरीर परिवर्तन हुन थाल्यो। उसका हात छोटो भए, उसकी छाला हरियो भयो र उसको स्वर एक आवाजको बदलामा गइहाल्यो। राजकुमारी एक भ्यागुतेमा परिणत भइन्। विपत्ति र भयले भरिएको एलारा सन्तको स्थानबाट दौडिन्। अब आफ्नो रूप बदलिएको र झापा जान सक्दैनथिन्। महिना बिते र राज्यमा कसैले पनि राजकुमारीको के भएको थाहा पाएन। जङ्गल, नदी र गाउँ एकदम शान्त भए, जस्तो कि प्रकृति आफैले त्यसको रूपान्तरणसँग प्रभावित भएको थियो। महिनौपछि एक छेउको राज्यका राजकुमार प्रिन्स एलेरोन अमारिस भ्रमण गर्न आए। उनका राज्यले सधैँ अमारिससँग प्रतिस्पर्धा गरेको थियो र उनले आफ्ना भूमिबीच शान्ति ल्याउन चाहन्थे। जब उनी राज्यको किनारामा हिँड्दै थिए, उनले पानीको किनारमा एउटा सानो भ्यागुते देखे। यसको आँखाहरू अविश्वसनीय रूपमा बुद्धिमान थिए र त्यसको हेराइमा केही परिचित महसुस भयो। जिज्ञासु एलेरोनले भ्यागुतेलाई आफ्नो हातमा समातेर आफ्नो कोठामा लगेर राखे। उनले त्यसलाई आफ्नो बेडको छेउमा एउटा तकियामा राखे र त्यो के हो भन्ने थाहा नपाइरहेका थिए। सोच्दै सोच्दै उनले नजिक गएर भ्यागुतेलाई चुमे। एकैपटक भ्यागुतेको शरीर जादुई उज्यालोले चम्किन थाल्यो र त्यो एक उचाइको सुन्दर युवतीमा रूपान्तरण भयो।
एलारा अगाडि उभिइन्, उसकी हरियो आँखाहरू अब जीवनले चम्किरहेको थियो र उसको कपाल उसको पीठमा झर्ने थियो। उसले चारैतिर हेरियो र अनवधि यो कसरी भयो भनेर बुझ्न नसक्दै। के भयो उसले भनिन्। उसका मनमा अनिश्चय र राहतको मिश्रित भावना थियो। एलेरोन अचानक परिवर्तनले चकित हुँदै अब बुझ्न सकिरहेका थिए कि उसले अमारिसकी राजकुमारीलाई चुमेको थियो। तिमी भ्यागुते थियौ, उनले अचम्मका साथ सोधेका थिए। एलाराले टाउको हल्लाउँदै भनिन्, मलाई साप दिएको थियो। म मूर्ख थिएँ। एलेरोनले मृदु हाँसो गर्दै भने, सायद सापले तिमीलाई विनम्रता सिकाउन चाहन्थ्यो। तर अब तिमी स्वतन्त्र छौ र अब तिमीलाई आफ्नो राज्य मार्गदर्शन गर्न नयाँ अवसर छ। दुवैले केही दिन सँगै समय बिताए र एक अर्काका राज्यका बारेमा कुरा गरे। समयको साथ उनीहरू पत्ता लगाए कि उनका हृदयहरू एक अर्कामा जडान गर्दैछन्। एलाराको पहिलेको उग्र स्वभाव अब सिकाइका साथ सन्तुलित भएको थियो र एलेरोनले पनि साथमा धेरै सिकेका थिए। अन्ततः लामो विचार विमर्शपछि दुवैले विवाह गर्ने निर्णय गरे। उनीहरूको विवाहले न केवल दुवै राज्यबीच शान्ति ल्यायो, तर जङ्गल, नदी र गाउँमा पनि समृद्धि ल्याइयो, किनकि भूमि फेरि एकपटक संयुक्त नेतृत्वमा फलफुल्न थाल्यो। यसरी अमारिस राज्य फुल्यो, अब कुनै हठी राजकुमारीको शासनमा होइन, बरु एक बुद्धिमान र दयालु रानीको नेतृत्वमा आफ्नो समान र प्रिय राजासँग फुल्यो।